दिदी मलाई रेबिसको इन्जेक्सन दिनु न पनि हुन्छ हजुर कुकुरलाई तर नुहाएको पनि हेलो एभ्रिवान वेलकम ब्याक टु माई युट्युब च्यानल आज फेरि तयार भइसकेँ म गर्मीमा लोटपोट भएर यो काज छिरिहाल्छ धेरै पछि भ्लग बनाउनु पाएँ होइन अब घरको अवस्था यस्तै छ अहिले भर्खर डेन्टिङ पेन्टिङ हुँदैछ सुटसार गर्दैछ होइन गर्मीको लास्ट बढेको छ आज पानी पर्ने जस्तो गरेको छ अब आज कुकुरलाई सुई लाउनु जाने प्लानमा छु कुकुर मान्छे मान्दैन लेट छि है त गाइज ल अब ढोका सोका लाउँछु टक्क लगाएर कुकुर चाहिँ कहाँनिर छ होइन खोज्छु त्यसलाई होइन लगाइछ घरमा कोही नि छैन भर्खर बनाएको यो सबै देखेको जति लेट्स डु इट अब हिँड्नु पर्यो कामतिर कुकुर पो जान मान्छे त्यो ल सुई लगाइदिउँ र यता त काम गरौँ भनेको कहाँ गयो यार त्यो ल निकु ल त्यो कहाँ गयो यार भर्खर त्यहीँ थियो त यार सुई लाउन दिन आज खाली छ लगाइदिउँ भनेको ल त्यो निकु ल कहाँ गएछ कुकुर यार लौ त्यो धेरै पछि चलाउनु पायो यार बाइक यार कामको व्यस्तताले चलाउनै पाइँदैन हौ जाला दुईवटा धरा निकाल्यो एउटा यताको एउटा यताको लु कहाँ गयो त त्यो कहाँ गयो कुत्ता यार सालैलाई झन् फकाइ सुई लाउनु जाऊँ भनेको कुकुर नै गायब भइदिएर एकछिन सर छिमेकीमा हेर्नु जानु पऱ्यो त के हुन्छ नानी त्यहाँ कुकुर गएको छ कहाँ गएछ कुकुर ठाउँको ठाउँ त्यहाँ नि छैन त कुकुर हराएर त नाम्दा ल आइज ल आइज बजार घुम्दा ल निको आइरहेछ उत्रो ल आइज हेर्न आइज तर पनि घुम्न जाऊँ आइज आइज ल आइज ल त्यो ल आइज यहाँ आइज के ल आइज छिटो साला कुकुर मान्दैन यार आइज भनिरहेको छु हिँड आइज हिँड आइज ल ढुङ्गाले हानेर लग्छु कि ढुङ्गाले हान्ने पनि नमिले हिँड हिँड्छस् कि हिँड सुई ला अरे के अरे सुई लाउला रेलिङ लाउनु लाग्छौ ल कुकुरलाई सुई लगाइदिउँ भने क्या यार खाली भयो बेलामा सुई लगाइदिने भने कि भयो
भोग्छस् भोजिम हिँड ल हिँड ल त्यो ल त्यो तेरो ऊ चिन्दैनस् भेनालाई अझ माओवादीको तेरो उसले सम्झ जस्तो ल ल ल त्यो ल ल ल ल आइज ल के लगाइदिने आइज ल ल त्यो ल ल छिटो आधै आने त्यो ल ल ल ल आइज त्यो कस्तो रहेछ यार त्यो आइज के आधै आने यार ल त्यो ल ल आइज हुस् आइज आइज निकु निकु त्यो त्यो ल ल ल ल ल ल आइज त्यो आइज त्यो ल त्यो आइज आगबाट ल ल ल ल आइज त्यो ल आयो है आयो मान्छ कुकुरले आइज माटो यत्रो दिन भइगयो ल आइज आइज बिस्तारै हिँड त्यो ल त्यो हिँड बाइकमा बस्ने ठाउँ छैन नत्र बसालिदिन्थे हिँड हिँड बिस्तारै बिस्कुट खाएर जाला त खाना खाएको छैन आइज आइज बिस्तारै बिस्तारै बिसाइ लग्छु नि म भाइ त्यतिकै कहाँ लग्छु पसल खुल्नु पर्यो हो बिस्कुट लिएर बिस्कुट के बल्ल बल्ल आउनु लाग्थ्यो नि भुकी आयो 5 वाला नि हो ल्याइदिन्छु केक खै भोलि 20 वाला केक ओ केक यहीँ खानु बल्ल बल्ल आयो त के भुकल थे आइल बल्ल हो जी 200 मेगा सिर्फ दे दो
आँखा देख्दैन ज्यादा भर्खर नहिने टेमा के अरे 5 रुपैयाँ दिल छिटेको लाग्छ 20 रुपैयाँ दिएछ यसको दिन्न म खूब केक खाने भएको छ मान्छे अभी पे केक खाऊंगा क्यों जाएंगे कहीं आप ही जाइए री आ ला 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 आ ला 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 चलो ला 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 आ ला 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 निकुला ला 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 आ ला 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 कस्तो यार कुकुरलाई नि सुनाउनै यस्तो ल ल ल ल ल ल ल ल ल बिस्कुट दिदी लग्नु पर्यो सरी ल ल छाडा भएको थियो यो अब हामीले खासै पाल्दैन भएन अब अरूको कुकुर अलिकति केयर गरिदिउँ भन्छ आफ्नो त आफ्नै हो तर त्यहाँदेखि अरूले लिएर आएको हाम्रो घरमा चाहिँ बस्थ्यो यो कुकुर चाहिँ त्यही भएर आज चाहिँ प्र्याक्टिस गरौँ जान्छ भनेर खाली टाइम हुन्थेन बट 120 दिएर अब धेरै छैन भेट्ने नजिकै छ आज आमाको मुखमा दिनमा खोइ फुल्छ कि नै भेटनरी त्यो थाहा होइन ल ल ल त्यो ल ल ल ल ल ल ल त्यो ल सुई लगाए लैजा टुका सुई लगाए बल्ल बल्ल ल ल ल त्यो ल ल कुकुरलाई सुई लाउनु गएको आफै सुई लाउनु पर्ला ल त्यो ल
सब बुझा बुझा भएको थियो आइदियो बिस्तारै बिस्तारै खुलिया छ भेटनरी खुलिया छ सुई लाउनु पर्यो के सुई लाउनु के त्यसलाई ल ल ल आइदियो लाइन तारा नुहाएको पनि छैन त्यो ल भेटनरी आइपुगेको छ तिनी हो यही हो खोजिरहेको देखिरहेको चाहिँ तर यहाँ चाहिँ ल ल ल त्यो ल ल ल त्यो ल ल कुकुरले पनि मान्नु पर्यो यस्तो छ ल के ल ल ल ल ल ल यसको दिनु पर्यो यार आइज आइज सरिया ल ल आइज पछि आइज लगाइदिन्छु कुकुरलाई सुई लगाइदिनु रेबिसको बाहिर किन लागि केही भएन बाहिर जानुपर्छ किन कहाँनिर यही हो नाम लेख्नु अरू बेला आन्न के कुकुर त्यही भएर अरू बेला फ्री हुन्छ नि त ए थाहै भएन अरू बेला काम पनि हुन्छ हजुर 50 रुपियाँ दिनु सब भाँचिसक्यो ल्याउनु पैसा कुकुर हराएर फेरि हजुर सुई यहीँ अगाडि पाइन्छ त भेटनरीमा कतातिर हुन्छ आज सर अब पछि आउने हो नि यो नाम के हो त्यसको मेरो जीवन
Darlami. Chauda. सब फुटिसक्यो खालास अब हजुर कुकुरको नाम त के नाम पो भन्थ्यो सुइना आउनु निको निको कति दिनको भयो पहिला के लगाउनु पर्छ अब पहिला डिस्टेम्बरको लगाउनु त्यस पछाडि फेरि त्यस्तो लिएर आउने अनि त्यसपछि कति दिन पछाडि लगाउनु पर्यो 1 महिना अब 1 महिना पछाडि हाम्रो त दाइ रेबिसको मात्र लागि फरक पर्दैन नि दाइ लाउनु पर्छ नै रेबिसको रेबिसको मेन त रेबिस हो नि त कुकुरलाई बिरामी नहोस् भनेर हो क्या ए एनर्जी उसको लागि रङ कस्तो छ रङ सेतो कालो हजुर यो नहराउने अर्को दुध ल्याएर आउनुपर्छ ए हुन्छ पहिलाको थियो अढाई ए हुन्छ यो लिएर त्यहाँ देखाएपछि दिन्छ नि रेबिसको दाइ यो लगेर त्यहाँ रेबिसको एग्रिमेन्ट यहाँ अगाडि कि उता पसल ए हुन्छ रेबिसको सुई 350 रुपियाँ अनि 50 रुपियाँमा 500 खाइदिँदो रहेछ त फेरिमा आउने दिन थाहै भएन यहीँ बस यहीँ बस ल यहीँ बस पछि ला यहीँ बस Chưa là đưa hết đưa chụp दिदी मलाई रेबिसको इन्जेक्सन दिनु न दिदी मलाई रेबिसको इन्जेक्सन दिनु न हजुर आज पैसा लाग्दो रहेछ कुकुर भागिहाल्छ कि अरूभन्दा पनि घर बाहिर निस्किन्छ हाम्रो होइन छिमेकीको हो त्यही भएर लिएर आएको बिस्कुट दिदी लिएर आएको त्यहाँ गाउँदेखि बल्ल बल्ल लिएर आएको ल ल नानीले कस्तो राम्रो कति रुपियाँ होला 250 नि आमा समथिङ 300 ठिक छ नि ए त्यो मैले कार्ड लगिन आइज
ल ल ल ल हजुर ए कुकुरलाई सुई लाउने चक्करमा हिजो अस्ति पर्सको लागि बाइकबाट हो त्यो बाइकबाट कस्तो खोजिहाल्छ फर्स्ट धन्यवाद है अङ्कल ल हजुर म यहीँ जाने हो हजुर म यहीँ हो यति हो के हजुर कसै बाँधिदिनु भयो भिडभाडमा कहाँ होइन मैले त्यसमा त्यस्तो होइन तिमीले म के बताएँ मैले पैसा लगेँ पनि त हुन्छ नि भन्ने कुरा आएको हुन्छ भन्दै मैले होइन र अरूभन्दा टोक्छ कि नटोक्ने भयो जस्तो बाहिर लाइन टोक्यो हामीलाई लगान त योभन्दा अघि पनि लगाएको अहिले अहिले त्यही हो न एकछिनमा अहिले यता सारिहाल्छु एक कुकुर विजय भन्ने ड्राइभरलाई ल्याएर चाहिँ विजयलाई त चिन्नुहुन्छ नि विजयको गाडी चाहिँ विजय भन्ने कुरा चिन्नुहुन्छ यहाँ ज्वरो छ विजय विजय स्कुटी सक्किलाई अब ठिकै छ त्यस्तो पैसा दिन्छौँ पनि भन्ने कुरा आएको हुन्छ भन्ने मैले के भन्नु हुन्छ भने किन दिनु लाग्नु पर्यो होइन होइन मैले उसलाई भनेको थिएँ क्या उसलाई के भनेको छ तपाईँले मासुलाई भन्नु पऱ्यो भनेको होइन होइन त्यो त गलत हो नि जस्तो मैले काम पनि गर्न आएको हुन्छ होइन भन्छ वर्षाली भाइरहेछ भन्छ मासुलाई बोला भन्नु त्यो बिरगन्जका मासुलाई भने होइन मैले बोलाएको छु मासुलाई ड्राइभर गएको बोलाएर मासुलाई बोलाएको पानी खाए पानी कारोबार गर्ने त्यस्तो प्रकारले यति आउँछ कि कुकुर बोल्छ मान्छे भयो भने मैले भने अब त गइस अब गइस खान्छ सँगले देखाइन ल यो लागि पनि छोड्यो नि केही फरक पर्दैन कि भयो नि फोटो
अब खाला बिस्कुट अफ द लास्ट इयर अब घर जा मेरो कार्ड कहाँ छ कार्ड के पैसा क्या अब सुइलाइस 1 वर्ष दुःख आइज निको बल्ल बल्ल लाग्यो यार सुन यार पहिलालाई घर छोडेर आउनु पर्यो बिस्तारै ल केटा फाइनली पकाइयो सुईले गाउँघरतिर बच्चाहरू हुन्छन् त्यसलाई ठोक्ला भन्ने डर हुन्छ नि त त्यही भएर सानसँग सुई लगाइदियो भने त अलिकति सेफ हो नि त बच्चाहरूलाई पनि सेफ हो होइन धेरै सुई हुन्छ कार्ड छ हामीसँग यहीँनिर लगाएको पर्ची दिएको होइन पछि गाई त अब घरतिर जाने हो कुकुरलाई लगेर फेरि रिटर्न आउनु पर्ला बजारतिर आज 250 रुपियाँ लागेको थियो यार 250 300 ठिकै हो त्यति भएको नर्मल त अरू बेला टाइम पनि हुन्न हुन त त्यही पनि आच्यो आइजाउँ एकछिन ग्रिल पसलमा जानु छ झालढुङ्गा त्यो बन्द छ